एक कुराको समय छ हिटोपर डेस्टिनको एकमा, त्यसैले नाच्ने समय छ, गाउने समय छ, या फिल्म हेर्न जाने समय छ, क्लब गरेर रमाइलो गर्ने समय छ, या तिमी भन्ने कहिले पनि नमान्ने। एक कोरिन्थी 10 को 31 के लेखेको छ तिमीलाई थाहा छ? नाइ के रहेछ र? हामीले खाए पनि पिए पनि जेसुकै गरे पनि परमेश्वरलाई महिमा हुने कार्य गर्नुपर्छ। त्यही पनि एउटै त जिन्दगी छ, एउटै त जिन्दगी छ, त्यसो रमाइलो गर्नुपर्छ, कहिले घुम्न पर्छ, रमाइलो गर्नुपर्छ, एउटै त जिन्दगी हो। त्यही एउटै जिन्दगी भएर त म सिरियस भएको हो। न त मसँग 5वटा जिन्दगी भयो, एउटा प्रभुको लागि जिउथे, एउटा परिवारको लागि जिउथे, एउटा देशको लागि जिउथे, एउटा आफ्नो लागि जिउथे, अनि एउटा गर्लफ्रेन्डको लागि जिउथे। तिमी कहिले कम्प्रोमाइज गर्दैनौ? प्रभुले पनि कम्प्रोमाइज गर्नु भएन। उहाँले कम्प्रोमाइज गर्न चाहेको भए शैतानलाई दण्डवत गर्नुहुन्थ्यो, सबै कुराहरू आफ्नो गराउन सक्नुहुन्थ्यो, उहाँ क्रुसमा नमर्न पनि सक्नुहुन्थ्यो। ह्या कस्तो साँघुरो विचार तिम्रो त। प्रभुले पनि हामीले साँघुरो बाटोमा हिँड्ने भन्नुभएको छ, किनभने फराकिलो बाटोले त विनाशमा पुर्याउँछ, तर साँघुरो बाटोले जीवनतर्फ डोर्याउँछ। हाय जय मसी। जय मसी, जय मसी, जय मसी। मलाई तपाईँहरूसँग एउटा प्रश्न सोध्नु पर्ने थियो। ए सोध न सोध, मैले सबै जानेछु, सोध न सोध। बाइबलमा सबैभन्दा नम्र व्यक्ति को थिए? को थियो रे? मुसा। समोसा। हजुर समोसा? ए मुसा भन्न खोज्नु भयो? ओ त्यही हो। ए धन्यवाद। भइहाल्छ नि। म सधैँ बाइबल पढ्ने मान्छे, कहिले फिल्म हेर्दैन, म सधैँ प्रभुको भजन गीत सुनिराख्ने मान्छे, मलाई थाहा भइहाल्छ नि। केही छैन। बरु अरू केही नजानेको छ भने मलाई भन। गफाडी। ए तपाईँ त कस्तो आत्मिक मान्छे नि, सधैँ बाइबल पढ्ने, सबै कुराहरू थाहा पाउने। अनि हामीले जे गरे पनि परमेश्वरको महिमाको लागि गर्नुपर्छ, अनि त्यसैले मैले जानेको। ए ओहो, तपाईँ त कस्तो राम्रो के, तपाईँले पाउने त कति भाग्यमानी। अनि हो त। ओ प्रभु हेर त, यसले गफानेको यो त सडुकी फरिसीको पनि बाउ रहेछ। ए तपाईँ त कस्तो राम्रो, अबदेखि म तपाईँलाई दाइ भन्छु है, कस्तो जानेको। तपाईँको नम्बर दिनुहोस् न दाइ। 99। ओके बाई दाइ। बाई। ओहो यसको नाटक हेर त, नाटक। छोड्दै यो कुरा, बरु भन्न तैँले अहिलेसम्म किन गर्लफ्रेन्ड बनाएको छैनस्? यतातिर अहिले ध्यान नदिने। गर्लफ्रेन्ड हुनपर्छ के, कोही साथ दिने, कोही बुझिदिने हुन पर्यो त। माया गर्ने कोही चाहियो हामीलाई। हो म बुझ्छु, तिमीलाई गर्लफ्रेन्डको होइन मायाको आवश्यकता छ, अनि त्यो साँचो माया केवल प्रभुबाट मात्र पाइन्छ। तिमीले पढेको छैनौ यूहन्ना 4:1-42 त्यो सामरी स्त्रीको अहिलेको भाषामा भन्नुपर्दा 5वटा बोयफ्रेन्ड हुँदा पनि त्यो भित्रबाट तिर्खाएको थियो, मतलब त्यसलाई मायाको आवश्यकता थियो। त्यस्तै गरी तिमीलाई पनि मायाको आवश्यकता छ, गर्लफ्रेन्डको होइन। केवल प्रभुले मात्र तिम्रो वास्ता गर्नुहुन्छ, तिमीलाई माया गर्नुहुन्छ। प्रभुको नजिक जाऊ। ए हो र।